अ, हेलो दर्शन नमस्ते अनि झोले पनि भन्न चाहन्छु म हुँ तपाईँहरूकै साथी रूपक थाई मगर पालपाली कमेडियनको तर्फदेखि दुई हात जोडेर दर्शन नमस्ते अनि झोले पनि भन्न चाहेँ र आज चाहिँ मैले हजुरहरूमा चाहिँ एउटा फरक भिडियो लिएर उपस्थित भएको छु र भिडियो कुन विषयमा छ भनेर हजुरले चाहिँ फुल भिडियो हेरिदिनु होला है, लास्टसम्म हेरिदिनु होला। र आज चाहिँ जुन भिडियो मैले चाहिँ बनाउन गइरहेको छु, पोखरामा महावीर पुन सरले चाहिँ किताब बेच्दै गर्दा एकजना व्यक्तिले महावीर पुन सरलाई चाहिँ नराम्रो व्यवहार गर्दा जुन भिडियो छ मलाई अलिक मन परेन है। हजुरहरूले पनि त्यो भिडियो हेर्नुहोस् है, हेरिसकेपछि हजुरलाई कस्तो लाग्छ, महावीर पुन सरमाथि गरेको जुन व्यवहार छ त्यो व्यक्तिलाई हजुरहरूले के भन्न चाहन्छ, त्यो व्यक्तिले राम्रो काम गरेको या सही गर्यो, यदि सही गरेको छैन भने त्यस्तो व्यक्तिलाई के गर्नुपर्छ हजुरले कमेन्ट बक्समा चाहिँ कमेन्ट लेखिदिनु होला है त। एकचोटि यो भिडियो जनताले मागेको कारखाना चलाउने कारखाना चलाउने मान्छे त सभासदमा किन उठ्नु भएको? तपाईँको उसले आवश्यक के सोध्न पाइन्न, सभासदमा सोध्न पाइन्न, कहिले सोध्ने त? को आउनुहुन्छ हाम्रो घरमा सोध्नलाई? किताब बेच्ने उसको काम होइन, ऊ त जनतालाई जान्ने हो। जनताले प्रत्यक्ष निर्वाचन गरेको मान्छेले तपाईँले मलाई किन धकाल्नु भएको? भाइ यो पुष्पी किन यहाँ भिड गरेको देखाएको छैन? कसले भिड गरेछ? मैले आएर सोध्न तपाईँको हबी हो तपाईँले। भाइ यो पुष्पी तपाईँले किन मलाई पुस गर्नु भएको? तपाईँले पुस गर्यो भने तपाईँको हालत के होला? तपाईँ खोज्दै हुने एउटा जनताले प्रत्यक्ष निर्वाचित यत्रो भिड भइरहेको छ, भिडमा यत्रो भिड भइरहेको छ, पछाडिबाट आएर धकलिरहेको छ, भिड भइरहेको छ। भिडमा त कमसेकम भिड कम गर्नु